अहिले पनि नेपालको कम्युनिस्ट पार्टीहरुलाई मैले गतिशील भन्दैन पर्यो। कहाँनिर छैन भनौँ न। कहाँनिर छ? सबभन्दा गतिशील कोही छन् भने नेपाल कम्युनिस्ट पार्टीहरु छन्। कहाँनिर के भयो भने गतिशील? गतिशील छन्। किन गतिशील? जनताको कुरा नसुन्न गतिशील छन्। त्यस्तो त होइन। कार्यकर्ताको कुरा नसुन्न गतिशील छन्। सबभन्दा बढी सङ्घ निर्माण कसले गर्छ? गतिशील सङ्घ निर्माण कसले गर्छन्? कम्युनिस्ट पार्टीले गर्छन्। जनताका बीच जाने प्रयास कसले गर्छन्? कम्युनिस्ट पार्टीले गर्छन्। कार्यक्रम गतिविधिहरू कसले गर्छन्? कम्युनिस्ट पार्टीहरूले गर्छन्। झापामा तपाईको पार्टीको जिल्ला कमिटी, उहाँहरुको पार्टीको जिल्ला कमिटीको 2 जना सचिवालय सदस्यलाई भेटेको मैले र सोधेको चुनाव आयो तपाईं कति दिन अगाडि? चुनाव भन्दा 5 दिन अगाडि सोधेको मत केमा हालिन्छ भनेको भोट त सर व्यक्ति भोट चाहिँ घण्टीमा हो, अब अरू त पार्टीकै भोट हाल्ने हो। निर्माण अवश्य पनि त्यो त भयो होला। ती मान्छेको नाम चाहिन्छ मैले दिन्छु। हैन परेन, अहिले त्यस्तो भयो पनि होला। त्यो भएर त त्यो कुरालाई त स्वीकारिन्छ। अनि तर तपाईहरुकोमा चाहिँ अब त्यो एमाले भन्ने पार्टी उहाँहरुको भन्दा मोर डेमोक्रेटिक हुनुपर्ने हो, तर उत्तर कोरियाको छ है तपाईहरुकोतिर चाहिँ। अर्को कुरा चाहिँ अब हामी अलिक पुराना पार्टी हैन प्रमुख पार्टीहरु अलि पुराना पार्टी हैन प्रमुख पार्टीहरु अलि लामो समयदेखि कृषि पार्टीहरु प्रमुख हो नि, किन होइन? अहिले पनि जनमतका हिसाबले भूमिका हिसाबले हो। उ त म अहिले त सत्तासीन पार्टी छ के यहाँ? उ सत्तासीन पार्टी हो। यो क्षणिक कुरा सधैँभरि रहिरहने कुरा होइन क्या। फेरि पनि नेपालको चाहिँ योगदानका हिसाबले, हिस्ट्रीका हिसाबले, स्ट्रगलका हिसाबले, जनताको चाहिँ कामका हिसाबले सबै हिसाबले प्रमुख पार्टी हो नि एमाले कांग्रेस। तपाईको दाबी भने जनताको दाबी होइन भने मैले सोधेको चाहिँ 5 वर्ष ए सर 74 साल पनि हिजो आएको थियो। 25 हो के? कतिपयलाई त्यसै बेला लागेको थियो। ठिक छ 25 हो, त्यो हामीलाई थाहा छ नि त। उहाँले भन्नु नि हाम्रो हामीलाई थाहा थियो नि त। तपाईलाई थाहा छ एमाले 64 मा कति ल्याएको? जम्मा 33 ल्याएको। 240 मा। अहिले त 165 मा 25 हो नि, के रे 9 हो नि हैन? त्यो पनि कमै हो। त्यो बेला पनि 240 मा जम्मा हामी 33 ल्याएको थियो। जम्मा 100 सिट थियो 600। त्यो त नजाम न, म बिराजी कहाँ हुन्छु, तपाईलाई खोकिला छ, पानी पनि खानुस्।